यदि हजुरहरू डेटाबेस क्रिएट गर्न चाहनुहुन्छ भने MySQL युज गरेर हजुरले आफ्नो ल्यापटप अथवा डेस्कटपमा ज्याम कन्ट्रोल प्यानल भन्ने फ्रीमा एभाइलेबल छ। त्यसैले हजुरले यसमा डेटाबेस क्रिएट गर्न सक्नुहुन्छ। हजुरले हेर्न सक्नुहुन्छ इन्सर्ट इन्टु स्टुडेन्ट भ्यालुज। ल गुगलमा गएर हजुरहरूले ज्याम कन्ट्रोल प्यानल भनेर डाउनलोड अप्सनमा क्लिक गर्नु होला। यता डाउनलोड गर्ने अप्सन आइरहेको छ। यसमा गएर 64 बिट डाउनलोड गरेर हजुरहरू यहाँ डाउनलोड गर्ने अप्सन आइहाल्छ। एकैछिन टाइम लाग्छ। राइट ल स्टार्ट हुँदैछ। ल अप्सन आइसकेको छ। अब डाउनलोड हुन 3 मिनट 2 मिनट 1 मिनट लाग्छ होला। स्टार्ट भइरहेको छ। ल मेरोमा अलरेडी डाउनलोड छ, हेर्न सक्नुहुन्छ। तर हजुरहरूले सिकाउनको लागि यो डाउनलोड गरेको हो। ल यो कम्प्लिटली डाउनलोड भइसकेको छ। यसरी डाउनलोड भयो भने यस्तो अप्सन आउँछ। यसमा ओके गरिदिनु होला। ओके अप्सन के हुन्छ? यस यसमा ओके गरिदिनु। फेरि नेक्स्ट नेक्स्ट। यसमा ए नै गर्दा नि हुन्छ, अरू नाम राख्दा नि हुन्छ होला सायद होइन। यसको नाम भने यसमा 101 एमएम राखिदिनुहोस्। यसले पनि मानेन भने जे राख्दा नि हुन्छ। जे यो राखिदिनुहोस् अनि नेक्स्ट गरिदिनु। ल्याङ्ग्वेज इङ्ग्लिस। ल मेरोमा अलरेडी यो डाउनलोड छ। यसरी डाउनलोड भयो भने हजुरको डेस्कटपमा आइहाल्छ। यसरी म डाउनलोड गर्दिनँ किनभने मेरो डेस्कटपमा अलरेडी डाउनलोड छ। अनइन्स्टल गर्छु। ल हजुरले यसरी डाउनलोड गर्न सक्नुहुन्छ। यसरी हजुर डेस्कटपमा आएर सर्च बारमा गएर विन्डोमा सर्चमा गएर ज्याम कन्ट्रोल प्यानल ज्याम कन्ट्रोल प्यानलमा अन गर्न सक्नुहुन्छ। यसमा स्टप छ, यता अन गर्नुपर्छ। यहाँ स्टप लेखेको छ नि, यहाँ स्टार्ट आयो। बल्ल स्टार्ट हुन्छ। अब स्टार्टमा चाहिँ पनि क्लिक गर्नु होला। स्टार्टमा क्लिक गरिसकेपछि यस अनि सेलमा जाने अनि यता लेख्न सक्नुहुन्छ। यो MySQL लगइन गर्ने कोड चाहिँ के हो भने MySQL -s local host -u root। यस्तो गर्नुभयो भने तल आउँछ। अब यो यसमा के गर्ने त? क्रिएट गर्ने हैन। सो डाटाबेस भन्नु। डेटाबेसेस के छ मेरो ल्यापटपमा भने MySQL काठमाडौँ मैले बनाएको हो। यो काठमाडौँ। ल मैले स्कुल भन्ने डेटाबेसको नाम राखौँ। क्रिएट क्रिएट डेटाबेस क्रिएट डेटाबेस स्कुल भनेर डेटाबेस अलरेडी स्कुल भइसकेको रहेछ है। मैले एक्जिस्ट गर्छु। ल स्कुल बनेको छ। यसलाई क्लिक गर्छु। ड्रप डेटाबेस स्कुल भन्ने अप्सनलाई गर्नु होला। ड्रप डेटाबेस स्कुल इन्टर गरिदिनु। र अब यता स्कुल चाहिँ देखाउनु। फेरि इन्टर गरिदिनु। ल अब स्कुल आउनु। अब क्रिएट डेटाबेस स्कुल गर्ने। अब हाम्रो युज स्कुल गरेर इन्टर गरिदिनु होला। अब यसमा हामीले स्टुडेन्ट नेम राखेर गर्नुपर्ने हुन्छ। एकछिन म मेरो माइक्रोफोन अफ गर्छु। हजुरहरूले यतिसम्म हेरिदिनु भयो। अब माइक्रोफोन अफ गरेर चलाउँछु 2-3 मिनट। त्यसपछि अर्को हेर्न सक्नुहुन्छ हजुरले। ल कमान्ड लेख्दैछु। यति कमान्डहरू युज कमान्ड। यसमा कमान्डहरू के रहेको छ भने यो एकैछिन हेर्नुहोस् है। यता MySQL -h localhost -a एउटा यो लगइन गर्ने कमान्ड भयो। सो डेटाबेस भन्ने यो पनि कमान्ड हो। सो डेटाबेस अनि सो डेटाबेस भन्ने चाहिँ गरेको यता छ नि। यो ड्रप डेटाबेस स्कुल मैले बनाएको थिएँ। यसलाई डिलिट गरेको होइन। फेरि मैले यहाँ स्कुल बनाएँ। सो डेटाबेस अनि क्रिएट डेटाबेस स्कुल यो चाहिँ मेन कमान्ड हो। यसपछि अरू कमान्ड थुप्रै आउँछ। ल हेर्दै गर्नुहोस्।
ल हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ इन्सर्ट इन्टु स्टुडेन्ट भ्यालुज यतिसम्म बनाएको छु मैले हजुरहरूले स्टुडेन्ट भ्यालुजभित्र अब स्टुडेन्टको भ्यालु के राख्ने त स्टुडेन्ट भ्यालुभित्र यसरी राख्दिउँ अब डबल कोटेड कमाभित्र राख्नुपर्ने हुन्छ स्टुडेन्ट भ्यालुभित्र फर्स्टमा चाहिँ जगदीश राख्दिउँ जिए सरी JGADIS जगदीश THAMA हाल्यो मलाई यस्तो गऱ्यो फेरि कमाले छुट्याइन्छ फेरि डबल कोटेड सिङ्गल कोटेड गर्दा हुन्छ प्रायः जस्तो सिङ्गल कोटेडले गरिन्छ भने म डबल कोड गर्दैछु डबल कोटेड राख्नुपर्छ जगदीश अनि त्यसमा के छ स्टुडेन्ट सरी अलिकति रङ भएछ स्टुडेन्ट आइडी छ नि फर्स्टमा स्टुडेन्ट आइडी के राख्ने भने है स्टुडेन्ट आइडी के छ हामीले जस्तै जे नि राख्ने ल 8801 राख्दिउँ अनि स्टुडेन्ट नेममा जगदीश राख्दिउँ JGADISH DISH जगदीश DHAME जगदीश भन्नुलाई फमा म चाहिँ बाहिरको साउन्ड डिस्टर्ब छ मैले चाहिँ यसलाई साउन्ड चाहिँ नआउने बनाउँछु है ल हजुरले यसै हेरेर गर्नु होला ल हजुरहरूले यति लेखिसक्नुभयो भने फेरि चाहिँ यता कमा गरेर फेरि यस्तै नाम यो नेमहरूले यस्तो क्रम वाइज कोलम वाइज राखेर अलिक धेरै नेमहरू स्ट्रिङहरू एड्रेसहरू राख्नु छ भने फेरि कमा गरेर हामीले यसरी गर्नुपर्ने हुन्छ म यति फेरि गरेर देखाउँछु अनि त्यसपछि साउन्ड आउँछ है मेरो ल हामीले यहाँ अब यो यति नाम त राख्यौँ यो टेबलभित्र यो नाम स्टुडेन्ट आइडी यो सबै राख्यौँ अब यो पुरा यसलाई टेबलभित्र देखाउनलाई हामीले के ट्याग युज गर्नु के अरे ट्याग भन्छु कोड युज गर्नुपर्छ भनेपछि सेलेक्ट SELECT सेलेक्ट इन्टु ल सेलेक्ट एस्टिक त्यसपछि यो चाहिँ सेलेक्ट फ्रम कहाँबाट त फ्रम स्टुडेन्टबाट STUDENT स्टुडेन्ट फ्रम स्टुडेन्टबाट होइन हामीले स्टुडेन्टमा राखेको नि सारा डेटा र सेलेक्ट इन्टु फ्रम स्टुडेन्ट इन्टु भने एस्टिक है हामीले यसमा डेटा यति पुट गरेको छौँ हेर्नुहोस् स्टुडेन्ट आइडी स्टुडेन्ट नेम जेन्डर र एड्रेस
यसरी जगदीश हमाला, विकास हमाला, सीता हमाला, तपेन्द्र न्यौपाने, नवको न्यौपाने, नवराज अधिकारी, सङ्गीता अधिकारी, अनिता न्यौपाने, हेर्नुहोस् राम्रोसँग हेर्नु होला। अनि काठमाडौँ पोखरा यो एड्रेस हो। अब हामीले यसमा के प्रिन्ट गरौँ भने यसमा अर्को के कमान्ड राखौँ भने यतिमध्ये गर्ल्स चाहिँ कतिवटा छन् त, फिमेल मात्रै कतिवटा छन् र तिनीहरू नाम के हो, स्टुडेन्ट आइडी कति हो, एड्रेस कति हो भनेर हेर्नलाई हामीले के गर्नु पर्यो भनेपछि फेरि SELECT सेलेक्ट एस्ट्रिक अनि फ्रम कहाँबाट FROM फ्रम स्टुडेन्टबाट STUDENT फ्रम स्टुडेन्ट कहाँबाट वेयर WHERE वेयर फिमेल वेयर जेन्डर 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 इज इक्वल टु के चाहियो त फिमेल एफ लेखिदिनु पऱ्यो। यो चाहिँ कमान्ड हो है मेन, यो कमान्ड हो। हेर्नुहोस् फिमेल कतिवटा रहेछ त, अनि के अरे सीता धमाला रहेछ एउटा फिमेल रहेछ, सङ्गीता अधिकारी, सरिता अधिकारी भन्ने एउटा फिमेल रहेछ। ल अब हामीले यसमै नै अरू के प्रिन्ट गर्न सक्छौँ भने अब काठमाडौँबाट आएको कतिजना छन् त यसमा, काठमाडौँबाट आएकाले कसरी लेख्ने भनेपछि काठमाडौँ आएबाट आएकालाई है फेरि SELECT सेलेक्ट SELECT सेलेक्ट एस्ट्रिक फ्रम स्टुडेन्ट STUDENT फ्रम स्टुडेन्ट वेयर कहाँबाट भनेपछि एड्रेस ADDRESS एड्रेस इज इक्वल टु अब हामीले डबल कोटेड छ KATH MANDU काठमाडौँ लेख्ने सेमिकोलन राखिदिने काठमाडौँ KATH MANDU काठमाडौँ गऱ्यो। यसपछि काठमाडौँबाट कतिवटा जना रहेछ तल दुईवटा फिमेल दुईवटा मेल जगदीश हमाला, तपेन्द्र न्यौपाने, अनिता न्यौपाने र सरिता अधिकारी भन्ने रहेछ। अनि काठमाडौँबाट है ल यसरीहरूले देख्न सक्नुभयो। अब यो पनि एउटा ट्याग अथवा ट्याग भन्छ कमान्ड हो यो। त्यसपछि फेरि हामीले के गरौँ भने ल अब हामीले यति मात्रै फर्स्टमा केबाट आउने फर्स्ट लेटर जेबाट स्टार्ट हुने कतिजना छन् भनेर हेर्नलाई कसरी हेर्नु फर्स्टमा जेबाट स्टार्ट हुने नाम कतिजना छन् भनेर हेर्नलाई यस्तो गर्नुपर्छ फेरि SELECT सेलेक्ट एस्ट्रिक FROM फ्रम स्टुडेन्ट वेयर WHERE वेयर स्टुडेन्ट नेम STUD_NAME सरी STUD_NAME नेम लाइक भन्नु पऱ्यो। यो कमान्ड हो है मेन कमान्ड फेरि यहाँ लाइक हजुरले यो कपीमा सार्न नै सक्नुहुन्छ। लाइक के यस्तो गरेर फर्स्टमा जेबाट स्टार्ट हुने है जे फेरि यस्तो पर्सेन्टेज राख्नुपर्छ पछाडि यस्तो गरेर सेमिकोलन राख्दिनुपर्छ। ल हेर्नुहोस् जेबाट स्टार्ट हुने के रहेछ त एकजना जगदीश मात्रै रहेछ। हजुरले फेरि पनि यसलाई कपी गरेर कन्ट्रोल C गरेर कन्ट्रोल V गरेर यता हजुरले के राख्न सक्नुहुन्छ भने यो जेको ठाउँमा अरू के छन् फेरि दोहोरिएको केही छ कि हेर्छु ल जगदीश हमाला, विकास, सीता, तपेन्द्र, यान र यानबाट आउने कतिजना रहेछ त है यानमा हेर्नुहोस् यानबाट नकुल र नमराज रहेछ दुईवटा जना। अब फेरि हामीले म यसलाई नै कपी गर्छु। अब फेरि हामीले के फेरि हामीले अर्को के हेर्नु मन छ भनेपछि सेकेन्ड लेटर एबाट स्टार्ट हुने कतिजना रहेछ त सेकेन्ड लेटर एबाट स्टार्ट हुनुको लागि यहाँ यसलाई र यसलाई हटाइदिने सेकेन्ड लेटर फर्स्टमा सेकेन्ड लेटर भनेछ अन्डरस्कोर ए पर्सेन्टेज गरिदिने अन्डरस्कोर ए पर्सेन्टेज गरिदियो भनेपछि इन्टर गरिदियो भने ल हेर्नुहोस् सेकेन्ड लेटर एबाट स्टार्ट हुने जगदीश रहेछ, तपेन्द्र रहेछ, नवकुल रहेछ, नमराज रहेछ, सङ्गीता रहेछ, रमेश रहेछ, सरिता रहेछ। सेकेन्ड लेटर एबाट स्टार्ट हुने ल हजुरले अरू क्वेसनहरू केही छ भने अब एड्रेस चेन्ज गर्नु छ ल मानौँ एड्रेस चेन्ज गर्नु छ कसको ल जगदीशको एड्रेस चेन्ज गर्नु छ होइन जगदीशको एड्रेस चेन्ज गर्नु पऱ्यो भने एड्रेस अथवा नाम आइडी केही चेन्ज गर्नु पऱ्यो भने कसरी लेख्नुपर्छ भने त्यसको लागि यस्तो कमान्ड राख्नुपर्छ SELECT सेलेक्ट एस्ट्रिक सेलेक्ट एस्ट्रिक फ्रम स्टुडेन्ट STUDENT फ्रम स्टुडेन्ट WHERE वेयर सरी ल एकैछिन अलिक मिस्टेक भएछ है सेट अपडेट गर्नुपर्छ है अपडेट UPDAT अपडेट अपडेट इज अपडेट ल अपडेट देखिसकेपछि अपडेट के गर्नु अपडेट कहाँबाट अपडेट गर्ने स्टुडेन्ट STUDENT अपडेट स्टुडेन्ट
STUD into update student SET set के set address 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 change गर्ने set address is equal to कालीकोट गरौँ ल KLIKOT कालीकोट कुनै KLIKOT कालीकोट where 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 कहाँबाट where अथवा स्टुडेन्ट आइडी लेख्नुहुन्छ स्टुडेन्टले पनि हुन्छ जब स्टुडेन्ट आइडी कति where STUD underscore NAME student name where student name is equal to जगदीश नम्बर आउने JJ student name is equal to जगदीश student name is equal to JAGADIS जगदीश sorry JGADIS DHOMALE पर क्यापिटल लेटर छ है ल एड्रेस कालीकोट राखेको छु है सेमिकोलन राखेँ ल अब हामीले यो हेर्न सक्छौं फेरि यही कमेन्ट SELECT select asterisk from student 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 हैन स्टुडेन्ट अनि यस्तो गर्दै ल हेर्नुस् जगदीशको आयो कालीकोटमा आयो कुनै जगदीश कालीकोट यसरी हजुरहरूले क्वेसन गर्न सक्नुहुन्छ यहाँ हजुरहरूले फेरि यहाँ यो स्टुडेन्ट आइडी पनि चेन्ज गर्नलाई फेरि हजुरले यहाँ यस्तो गर्न सक्नुहुन्छ अपडेट स्टुडेन्ट सेट एड्रेसको ठाउँमा अलिकति चेन्ज गर्नुपर्छ अब सारा सेम हजुरहरूले यता नि के यो कोड यताको स्टुडेन्ट आइडी छ नि यसलाई चेन्ज गर्न चाहनुहुन्छ भने यो स्टुडेन्ट नेम चाहिँ ठिकै छ यहाँ एड्रेसको ठाउँमा चाहिँ स्टुडेन्ट आइडी राख्दिन STUD underscore ID गरिदियो भने यहाँ चाहिँ कति राख्ने हामीले अब फेरि 4 राख्दिनु ल 800 नै हाल्यौँ 8000 यसरी राख्यो भने इन्टर गरिदियो भने फेरि यो कमान्डलाई कपी गरेर कन्ट्रोल सी तल कन्ट्रोल भी गरिदियो भने वेट सरी है मैले कन्ट्रोल हजुरले यसलाई गरेर हेर्नु होला ल म यो भिडियोमा यति नै हजुरले अब यसलाई यो बनाएकोलाई ड्रप गर्न चाहनुहुन्छ भने बनाएको डेटाबेसलाई ड्रप गर्नलाई हजुरले के गर्नु होला EXID एक्जिस्ट ड्रप गर्नलाई हैन यसलाई एक्जिस्ट मात्रै गर्नलाई यसबाट हटाउन जानलाई फेरि बन्द गर्नुपर्ने हुन्छ ल यसरी गयो फेरि हजुरले यहाँ गएर MySQL -h local localhost -u गर्ने अनि रुट गर्दिन इन्टर गरिदिनु यहाँ आउँछ SHOWSO DATABASES डेटाबेसेस गर्ने अब हामीले बनाएको डेटाबेस यहाँ आउँछ हामीले के बनाएको स्कुल भन्ने डेटाबेस बनाएको फेरि युज स्कुल भन्नु पर्यो SEHOL स्कुल युज स्कुल गर्यो भने अब हामीले स्कुल भित्र के डेटाबेस छ सो टेबल बनाऊ SHOW सो TABLES टेबल्स बनाऊ अब अहिले हाम्रो टेबल आउँछ यता अब SELECT सेलेक्ट एस्टिक के राख्ने फ्रम स्टुडेन्ट फ्रम STUDENT फ्रम स्टुडेन्ट यस्तो गर्यो भने अब हेर्नुस् अहिले बनाएको हामीले डेटाबेस आयो अब हामीले यो बनाएको डेटाबेस छ नि यहाँ यो स्कुल छ नि यो स्कुललाई हटाउनु छ अथवा हामीले बनाएको स्टुडेन्ट टेबललाई हटाउनु छ भने हामीले सिधै डेटाबेसलाई हटाउँछौँ फेरि DROP ड्रप के डेटाबेस DATABASE ड्रप डेटाबेस के को डेटाबेस त स्कुल SEHOL स्कुल डबल कोटेड गरिदिनु भयो भने ड्रप डेटाबेस स्कुल गरिदिनु भने ल यो ड्रप भयो अब हामीले यो स्कुल देखाएको छ नि यसरी यो स्कुल छ नि यो स्कुल चाहिँ देखाउनु अब डेटाबेसमा ल हेरौँ फेरि सो डेटाबेस SHOW सो DATABASE सो डेटाबेस गऱ्यो भने हेर्नुहोस् यहाँ स्कुल आयो त आयो यसरी हजुरले बन्द गर्न सक्नुहुन्छ हजुरले EXID एक्जिट गरिदिनु दुईचोटि एक्जिट गरिदिनु ल यसरी बन्द हुन्छ अब हजुरले स्टप गरिदिनुहोस् स्टप गरेर यहाँ मेरो चाहिँ यहाँमा जानुपर्छ है स्टप गर्नलाई ल स्टप भयो यसरी हजुरले डेटाबेस लगइन गरेर यसरी बनाएर राख्न सक्नुहुन्छ हजुरले केही समस्या आयो भने कमेन्टमा बताउन सक्नुहुन्छ ल आजलाई यति नै हजुरले फेरि केही समस्या पऱ्यो भने मलाई यसको समस्या पऱ्यो भने पठाइदिनु भन्नुहोस् म फेरि बनाएर पठाइदिनेछु ल हस् धन्यवाद यति नै आजलाई फेरि नेक्स्ट भिडियोमा हजुरलाई केही समस्या पऱ्यो भने म समाधान गर्नेछु हस् धन्यवाद